कार्डिफको युनिभर्सिटीको पार्ट हो। यहाँ चाहिँ विन्टर वन्डरल्यान्ड बनाएको छ। अहिले कुकुरहरू खेलेर जितेर लान्छ, सबै खेल्दैछ नि मान्छेले। डेङ्गी सुरु भयो अब। यो हेर्दाखेरि यस्तो देख्छ तर कस्तो स्क्यारी नै छ। यो डर लाग्छ। यो माथिको मान्छेलाई चाहिँ धेरै डर लाग्छ, विशेष गरेर माथि लगेर रोकिराख्छ, त्यही भएर अलिक गुड मर्निङ, नमस्कार सम्पूर्णमा। वेलकम टु माई DS64 ब्लग। म चाहिँ आज चाहिँ वेल्सको कार्डिफ भन्ने सिटीमा छु। अहिले तपाईँ जताततै हेर्नुहुन्छ भने क्रिसमसकै माहौल मात्रै छ, त्यही भएर तपाईँहरूलाई क्रिसमसकै ब्लग गरेर देखाउने छु। हेर्दै गर्नु होला। क्रिसमस फादरहरू dancing. Christmas dance हुँदैछ। क्रिसमसको माहौल है, क्रिसमसको माहौल अहिले। डान्सिङ डेकोरेसनदेखि लिएर सबै क्रिसमसको अहिले। अब धेरै साइडको गेट जस्तो बनाएको छ, कार्डहरू राख्ने यताउति। यहाँ पनि क्रिसमसको सबै प्रोग्रामहरू छ। टन्नै छन् तल। क्रिसमस डान्स हुँदैछ यिनीहरूको सबैको। क्रिसमसको डेकोरेसन यो कार्डिफ सिटीमा।
यहाँ स्ट्रिट सपहरू हेर्नुहोस्, सानो 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 बनाएर। हाम्रो देशमा पनि यस्तो बनाउन सकिन्छ हजुर हो। सबै क्रिसमसको भाइब छ। म अहिले चाहिँ जलेबीको बाहिर आएको छु। यो जलेबी चाहिँ खास मेरो छोराछोरीले चाहिँ एकदम मनपर्छ, किनभने तिनीहरू पहिले ब्रुनाईमा खाएको, उनीहरूलाई त्यही याद आउँदछ, त्यही भएर मिठो लाग्छ भन्छ। कार्डिफमा एभरेस्ट बार पनि खोलिरहेछ, हाम्रो गोर्खाली अथवा नेपालीहरूले खोल्नु भएको। यो चाहिँ हिल्टन होटलकै छेउमा छ। वेल्सको क्यापिटल हो यो कार्डिफ चाहिँ। जस्ट गुड टु सी। यो कार्डिफको युनिभर्सिटीकै पार्टहरू हो। त्यहाँ चाहिँ विन्टर वन्डरल्यान्ड बनाएको छ। अहिले दिउँसोभन्दा राति रमाइलो हुन्छ। राम्रो छ। कुकुरहरू खेलेर जितेर लाने सबै खेल्दैछ त्यहाँ मान्छेहरू। डेङ्गी सुरु भयो अब। यो हेर्दाखेरि यस्तो देख्छ, तर कस्तो स्क्यारी नै छ यो। डर लाग्छ। त्यो माथिको मान्छेलाई चाहिँ धेरै डर लाग्छ। विशेष गरेर माथि लगेर रोकिराख्छ, त्यही भएर अलिक डर लाग्ने। यो सबै युनिभर्सिटी हो, युनिभर्सिटीको एरिया हो। अनि यो अहिलेको विन्टर वन्डरल्यान्ड पनि युनिभर्सिटीकै छेउमा भएको रहेछ। यताको दृश्य चाहिँ यस्तो छ, राम्रो देखिँदो रहेछ। विशेष गरेर राति रमाइलो हुन्छ। कन्टाउनमा क्रिसमसको बत्तीहरू बालेर झललै पारिसकेको छ त। यस्तो छ। हेर्न त भित्रसम्म पनि छ क्यारे छन् त। भित्रपट्टि पनि छ नि। यस्तो कस्तो मजा आएको।